माननीय सभामुखज्यू, यो समयको लागि धन्यवाद छ। मैले त नाम लेखाएको थिएन, आज बोल्नु पर्दैन होला भनेको नाम बोलाउनु भएकोमा। र आज 5 मिनट दिनुभएको छ, यो चाहिँ आजलाई पुग्छ। र यहाँ हिजो मैले चाहिँ संसदमा मैले आफूलाई माननीय जस्तो ठान्दिनँ। मैले भनिरहेको छु म त विद्यार्थी हो भनिरहेको छु बाटोतिर भन्दाखेरि पनि। अनि यता आउँदाखेरि पनि बाटोमा कसैले भेट्यो भने स्कुल जान लागेको भन्छु। हिजो पढाइ भएन है, दुर्भाग्यवश। आज चाहिँ पढ्न पाइयो र आज धेरै पढ्न पाइयो, किनभने धेरै उपदेशहरू आदेशहरू हैन विभिन्न माननीय ज्यूहरूबाट सुन्न पाइयो र धन्यवाद छ। र आज चाहिँ रिस मरेको छ, किनभने म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। हिजोको समाचार अनुसार चाहिँ विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय भन्ने चाहिँ गठन गर्ने निर्णय गरेकोमा सरकारलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। त्यहाँ एउटा कुरा छुटेको छ। कुरा के छुटेको छ भने विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन हुनुपर्ने अनुसन्धान भन्ने शब्द चाहिँ त्यहाँ चाहिँ छुटेको छ। र अब म औपचारिक रूपमा के अरे मेरो श्राप चाहिँ फिर्ता लिन चाहन्छु। र यो किनभने यो म चाहिँ अलि मलाई झट्टकै रिस पनि उठ्छ अनि फेरि रिस छिटै पनि हराउँछ। अब म अरू कुरा केही भन्न चाहन्न। यो जुन नीति तथा कार्यक्रम छ यसमा एउटा दुईटा कुरा थपियोस् भन्न चाहन्छु। र त्यो थप्ने कुरा चाहिँ के हो त भन्दाखेरि अब मन्त्रालय त गठन भयो, मन्त्रालय आफैले त काम गर्दैन। मन्त्रालय सञ्चालन गर्नको लागि त्यसमा निश्चित बजेट चाहिँ आउनु पर्यो। त्यो निश्चित बजेट भनेको मेरो चाहिँ अहिले कति वर्ष भयो, 3-4 वर्ष भयो, मेरो अडान के छ त भन्दाखेरि पुँजीगत खर्चको 1% होस्। यो पुँजीगत खर्चको 1% बजेट छुट्याउने व्यवस्था गरिनेछ भनेर यो चाहिँ उसमा चाहिँ यो नीति तथा कार्यक्रममा आओस् र त्यही अनुसारको बजेट छुट्याओस्। अब त्यतिले जति पैसा आउँछ अब जति सकिन्छ त्यो चाहिँ गरौँला। यो किन भनिरहेको छु भने विकसित देशहरूले इजरायलले आफ्नो GDP को 5% बजेट रिसर्च एन्ड डेभलपमेन्टमा खर्च गर्छ। कोरियाले 4.5 यस्तै गर्छ। अनि विकसित मुलुकहरूले अमेरिकादेखि लिएर बेलायत, जर्मन, अरू जापान यिनीहरूले 3% GDP को 3% खर्च गर्छ अनि उनीहरू विकसित भएको हो। हामीले GDP को 1% पनि कल्पना गर्न सक्दैनौँ, किनभने GDP को 1% के अरे खर्च गर्ने यो अहिले हामीले नीति ल्यायौँ भने यो हामी चाहिँ डुबे जस्तो हुन्छ। त्यसैले GDP को पनि छोडिदिउँ, यो चाहिँ पुँजीगत खर्चको 1% भन्ने राखौँ। यो कति महत्त्वपूर्ण छ भन्ने कुरा म तपाईँहरूलाई सामसुङ इलेक्ट्रोनिक्सको एउटा उदाहरण दिन्छु। सामसुङमा चाहिँ ठुलो कम्पनी हो, त्यहाँ धेरै किसिमको कामहरू भइरहेछ। र इलेक्ट्रोनिक्स डिपार्टमेन्टले, सामसुङको इलेक्ट्रोनिक्स डिपार्टमेन्टले उनीहरूको वर्षको रिसर्च एन्ड डेभलपमेन्ट खर्च तपाईँहरू कल्पना गर्न सक्नुहुन्न, 38 खरब रुपियाँ छ। मोटामोटी नेपालीमा भन्ने हो भने 38 खरब रुपियाँ सामसुङ कम्पनीको 2025मा उसले खर्च गरेको। जहाँ कि अहिले हामीले अर्थमन्त्रीज्यूले बजेट बनाउँदै हुनुहुन्छ, हाम्रो मैले मोटामोटी सुन्दाखेरि हाम्रो यो वर्षको आर्थिक वर्षको बजेट चाहिँ 19 खरब रे है, हाम्रोभन्दा डबल रिसर्च एन्ड डेभलपमेन्टमा। त्यसैले यो कुराहरू विचार गरियोस्। र एउटा कुरा म के भन्न चाहन्छु भने शिक्षामा सुधार गर्नको लागि चाहिँ माध्यमिक शिक्षामा अहिले 2056 सालदेखि शिक्षाको दरबन्दी बढाइएको छैन। राहत कोटा के कोटा भनेर चाहिँ करिब 45,000 शिक्षकहरू छन्, त्यसलाई चाहिँ कोटामै बदलियोस् र तिनीहरूलाई चाहिँ गरियोस्। किनभने राहतमा कोटामा बसेको टिचरले राम्रो पढाउँदैन, किनभने उहिले अर्को जागिर खोजिरहेको हुन्छ, बाँच्नको लागि अर्को उपायहरू खोजिरहेको हुन्छ। त्यस कारणले त्यो गरोस्। र यो चाहिँ फेरि अर्को कुरा के हो भने मधेसमा खास गरी मैले देखेको, म आफै मधेसमा 4 महिना घुमेछु मेरो किताब बेच्न, 8वटै जिल्लामा घुमेको छु।
र मधेसमा तपाईँहरू थाहा पाइसक्नु भयो कि छैन, मधेसमा चाहिँ के छ त भन्दाखेरि कुनै पनि जिल्ला 8वटा जिल्ला के अरे शिक्षित भनेर घोषणा भएको छैन, साक्षर भनेर घोषणा भएको छैन। त्यस कारणले त्यसको लागि चाहिँ कुनै न कुनै काम चाहिँ योजना चाहिँ नीतिहरू आओस् भन्ने चाहिँ म चाहन्छु। र अन्तमा म के भन्न चाहन्छु भने प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन, हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ, अनि उहाँ पनि नआउने कोसिस गरिनुभएको छ। यो हाम्रो आन्तरिक कुरा होस्, भोलि चाहिँ यो कुरा चाहिँ इन्टरनेसनल मिडियामा गयो भने के होला त्यो कुरा चाहिँ सोचौँ क्या। किनभने इन्टरनेसनल मिडियामा प्रधानमन्त्रीज्यू उहाँलाई चाहिँ के कति उसमा चाहिँ एकदमै हुनुभएको छ, प्रख्यात हुनुभएको छ। फेरि त्यो जुन ख्याति प्राप्त गर्नुभएको छ, उहाँले यति चाहिँ विचार नगरिदिँदाखेरि फेरि त्यो ख्याति चाहिँ कता जान्छ कि हाम्रो चाहिँ होइन नसुनेको भए त ठिकै छ। ल प्रधानमन्त्रीज्यूले नसुने त अहिले इन्टरनेसनल मिडियाले केही नगरे त ठिकै छ, गऱ्यो भने केही हुन्छ कि भन्ने मलाई एकदमै मनै डर लागेको छ। ल धन्यवाद।